ल म अब खाना स्टार्ट गरेँ। हाम्रो चाहिँ अब के भन्छ भनेपछि खाना स्टार्ट गर्नुभन्दा पहिले चाहिँ खानाप्रति चाहिँ एउटा आभारी एउटा थ्याङ्कफुल हुनु भनेर मम्मीहरूले सिकाउनु भएको कि सानोमा, त्यही भएर चाहिँ ढोगेर खाने चलन छ ल। हजुरहरूले कोही गर्नुहुन्छ त्यो थाहा छैन, के तपाईँले पनि खाना खानुभन्दा पहिला ढोग गर्नुहुन्छ भने प्लिज इन द कमेन्ट राइट इन द कमेन्ट। वा मेरो मुखबाट चाहिँ पानी रसाइरहेको छ कि। मेरो सोयाबिन भइसकेको छ, मलाई बोलाउँदैछ सोयाबिनले। एकदमै हट भइरहेको छ। हजुरहरूले पनि देख्नुहुन्छ होला यो बाफ उम्रियो आएको। मलाई चाहिँ यस्तै खाना मनपर्छ कि। चिसो खाना त मलाई फिट्टिकै मन पर्दैन, त्यही भएर नि म एकदमै हट खाना खाने गरेर आएको छु। मलाई त्यस्तै मनपर्छ। हजुरलाई पनि यस्तै मनपर्छ भने प्लिज इन कमेन्ट। अब यहाँभरिमा साथीहरूले कतिजना हुनुहुन्छ दुबईबाट बिलङ गर्ने, हजुरहरूले पनि आफ्नो एक्सपिरियन्स भन्नु होला, हजुरहरूको कस्तो छ भनेर ल। वाउ मजा आयो ल खाना खाएर। मेरो साथीहरू चाहिँ त्यहाँनिर हाम्रो यहाँ सिटिङ रुम पनि छ कि, त्यहाँनिर बसेर चाहिँ कराइरहेको छ उनीहरू चाहिँ नेपाली होइन कि, फिलिपिन कन्ट्रीदेखिको। उनीहरूको अब आफ्नै भाषामा अब मजाक हाँसो मजाक कराइरहेको छ। त्यही भएर तपाईँले आवाज पनि सुन्नु सक्नुहुन्छ ल। मेरो चाहिँ सोयाबिनको तरकारी फेभरेट हो। कालो चना सोयाबिन मलाई मतलब कि मलाई चाहिँ जस्तो भेजिटेरियन हुनाले बेसिकली मलाई चाहिँ अलिकति प्रोटिन चाहिन्छ नि त। कालो चना आलु भयो, सोयाबिन भयो, हरियो केरा भयो, लाइक त्यो चिज चाहिँ म बढी रुचाउँछु। जस्तै मेरो ओभरअल हेल्थलाई अलिकति बेनिफिट गरोस् भनेर म चाहिँ त्यस्तो खाना चाहिँ खान अलिक बढी रुचाउँछु ल। अलिकति खाना पनि हेर्नु न है ल खाएको किन हुन्छ हजुरहरूले अलिक देख्नु भएन कि खाना के खाइरहेको छु भनेर।
एकदमै पिरो छ र खुर्सानी चाहिँ म चाहिँ अलिकति चुची टाइपको छु कि मतलब चुची मतलब कि अलिकति जे चिज पनि मिठो मिठो खान खोज्ने जहाँ नेपालीहरूको बानी हुन्छ नि त हाम्रो ठिक्क मसला लागेको जिब्रोमा यस्तो खाना चाहिँ हामी रुचाउँछ नि त म्याक्सिमम् मान्छेहरूले म पनि त्यस्तै पर्छु ल पिरो भयो बोल्यो Let's eat. We are done, Kanchi. Okay. What you video call or what? No, only video. Oh my god. I'm making video. I'm eating. Oh my god. No. Yeah, for me, I thinking, my god. For me, I'm making videos, so I will send my family what I'm eating. Yes. Huh? Yeah. What I am eating. This one is Radhika did cook, no? What? Lunch time. I eat again same because our dinner is not nice. Yeah. This one also you eat like Dates? Ah, okay. Oh, okay, Kanchi. Enjoy your food. Thank you so I'm much. walking outside. It's 1 hour only. 1 hour? Oh, that's too much. So, the Kanchi, you are making video. Maybe see Yeah. after looking how I eat. Maybe Yeah. I will eat. It's good. Yeah. Not good. Like Yeah, that. yeah. No, that's why I'm making. Because I feel bored now alone. That's why I'm making video and talking with myself. oh my god. Crazy. What you are saying? Oh, you are talking like I'm eating this one like Yeah, like that. Oh, Now I will sit my home. Kanchi, like that maybe be before, You will after. become mad. Yeah. No, but I love enjoying, like doing like that. Oh my gosh, Kanchi. Hey. ये वाला देखो ना सब खाली है ये वाला रखा Right. वॉश करने के लिए मन नहीं होगा Ah, acha. I will eat. This one you want more? No, take no. I've done already. ये तो बर्तन है इस के एक बार हम लोग ने इधर टिफिन में रखा था ना टिफिन में इतना रखा टिफिन रखा दाल भी है, दाल भी खा लो. मिर्ची चाहिए तरकारी हजुर नहीं हेर्नु कलर कस्तो छ अनि यो too much masala. Yeah, I will take my camera here. You can.
No, I color. Look at this. You take all dal, no, Vivo? I've done already. तर के खाँदा मैले नि दाल अनि यही तरकारी Oh. अनि चिकन आएर चाहिँ Oh. चिकन पनि खाएँ Chicken खानु wow. This one chicken curry also nice people. Today evening coming no? It's nice. I eat that one. Chicken curry and dal and And rice. aloo and chana. आलु सँग मैले चना राख्दा मैले के सोचेको थिएँ कान्छीको उसमा मस्यौरा छ चना र मस्यौरा पर भुट्छु भनेर सोचेको थिएँ बेलुका फेरि कान्छीले मस्यौरा भुटेछ मैले चाहिँ के राति बेलुका खाना राम्रो थिएन क्या मतलब यल्लो दाल आला भनेर पकाउनु पर्यो भनेर सोचेको थिएँ अनि यल्लो दाल रहेछ मैले अलरेडी प्याज काटिसकेको थिएँ अहिले झटपट हटपट पाक्ने के छ भने हेरेँ मेरो मसौरा रहेछ अनि ओपन गरेँ अनि हालिदियो सबै अनि त्यही भएर मस्यौराको टेस्ट त्यस्तो भयो नपखालिकन तिमीले मस्यौरा होइन पखालेर 10 मिनट भिजाएर हो गराएको तर नुन चाहिँ अलि ज्यादा भइसक्यो त्यो त्यति टेस्टी भएको थिएन तर बेटर देन कम्पनी फुड Our Nepal is this one mashwara also very tasty. Yeah. This masala. This one Soybean. no? Soya chunk, Big soya also, chunk. no? Yeah. In our place also big. Soya chunk. For us, big. So if you will fry it, na, we soak it. For us, we soak it first. Yeah. With water, and then squeeze like this, and then we make like this. Ah, it's So it will small. become, little Pieces, bit small. no? No, or else very big. No. Yeah. They are also making like that. We soak and we squeeze and we cut the small pieces and then we fry it like that. Or sometimes we are making veg momo, no? That time also we are using soya chunks. Very nice, no? Soya chunks veg momo. Yellow. देखियो राम्रो देख्यो त नि राम्रो देखेन मन परेन अब म चाहिँ भाडा मात्दैछु यो चाहिँ मेरो स्पन्ज हो यसले भाडा बाँचिरहेको छु It's looking cute. के भयो रे टाइट भयो
भाँडा माझेर सधैँ वाइप गरेर राख्नुपर्छ नत्र स्मेल आउँछ त्यही भएर वाइप गरेर राख्नु मैले चाहिँ na 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 la 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 kira kecil hati lo ada sih. अहिले सक्किन कसको बर्थडे आउँछ उसरीको अर्को फ्राइडेमा छोरीको बर्थडे हो ए हो र यो आउने फ्राइडे 2 दिनपछि अर्को फ्राइडे कति वर्ष हुन्छ ह्याप्पी बर्थडे 20 है 19 पुगेर 20 लाग्छ ओके सेलिब्रेट गर्दैछ है कपडा लाएर देखाउँदैछ छोरीले मामुलाई मामु हेर्दैछु यहाँ उसले पनि हेर्दैछ नि यहाँ दिदीले हाय बर्थडेको ड्रेस लाँदै छ क्युट देखाएको छ नि त राम्रो देखाएको छ ज्ञानी लेगिन्स त्यही लाउने हो लेगिन्स लाग्यो लेगिन्स लाग्छ राम्रो देखेछ क्युट देखाएको छ क्युट 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 नाच्दैछ पछाडि फर्क त कटो अलि तल तल तान्नु मिल्दैन धेरै माथि गएर धेरै माथि गयो ए ल ल ठिक छ छोटो स्कर्ट त्यो छोरीको बम माथि गयो के कट्टु त्यो भएर छोरीको बम माथि गयो कट्टु ठिक छ ज्ञानी लेगिन्स ब्ल्याक लाउने के ओके ओके डन 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 डन
ला ल मिल्यो राम्रो देखाएको छ भयो भयो क्युट देख्यो क्युट क्युट राम्रो देखेको मेकअप नगर्दा नि राम्रो देखेछ हौ मेकअप गर्दा त झन् स्वर्ग कि परी स्वर्ग के अप्सरा अनि देख्छ अरे। त्यसपछि के भन्छन् धरतीमा छरी स्वर्गमा जस्तै हुन्छ यो दिदीले। अनि सुदीक्षा छोरीको बर्थडे सकिसक्यो बर्थडे सकिसक्यो छोरो ल अनि के पार्टी सार्टी केही नगरेको ल उता बाहिर गरेको कि रुममै ए रुममा चाहिँ केक मात्रै काटेको ए अघिमा मलाई ल फोटोहरू पठाइदिन्छु छोरो ह्याप्पी बर्थडे अगेन अब के भन्छ खाना खाइसकेको छोरी खाना खाएर यसो बाहिर एकछिन वक गरेँ अनि आएको छोरीले ठ्याक्कै कल गरे नेपाल के अरे जनवरी कतिमा जाने रे छोरी म गएको र दिदी 26 मा म चाहिँ रुमतिर जाँदैछु ल म चाहिँ खाना खाएर अनि त्यसपछि कपडाहरू वासिङ मेसिनदेखि निकालेको कपडाहरू वास गरेर अब रुममा आएको अब रुममा आइसकेर म फेरि रुममा एक्लै छ मेरो रुममेट कोही पनि छैन म एक्लै नै हो मेरो रुममा त्यही भएर पनि मलाई अलिकति कहिलेकाहीँ एक्लो फिल हुन्छ कि र ठिकै छ होइन मलाई रमाइलो पनि लाग्छ फेरि किनभने पछि मलाई त्यस्तो धेरै मान्छेहरूको भिडभाड अनि त्यस्तो मन पनि त्यति साह्रो मन पर्दैन मलाई ठिकै छ अब चाहिँ म नाइट कपडा लाउँछु यो कपडा मेरो म चाहिँ अब नाइट कपडा मेरो सुत्दाखेरि लाउने कपडा छुट्टै छ कि नाइट कपडा लगाएर अब सुत्छु भोलि चाहिँ मेरो अफ छ त्यही भएर केही चिन्ता पनि छैन टेन्सन पनि छैन आफ्नो अफको डे मजाले त्यही नै हो अब म चाहिँ मेरो नाइट आउटफिटमा रेडी भयो अब सुत्नलाई हजुरहरूले पनि आज त मैले धेरै नै भिडियो बनाइसकेँ अब फेरि अब भोलि बिहानै उठेर आफ्नो अफ डेको पनि इन्जोय गर्नु छ सो ल अहिलेलाई यति नै स्टे सेफ टेक केयर सबैजनालाई र म यसै गरी नेपालदेखि दुबई आउनु सोचिराख्नु भएको छ भने दुबईको लाइफस्टाइल कस्तो छ कस्तो लोकेसनमा के हुन्छ भन्ने जानकारी पनि दिइराख्छु इफ यु लाइक माई भिडियो प्लिज सब्सक्राइब एन्ड सेयर एन्ड लाइक एन्ड आई विल मेक मोर भिडियो फर यु एन्ड र त्यसै गरी राम्रो कन्टेन्टहरूमा राम्रो भिडियोहरू अझै पनि भविष्यमा अझै पनि बनाउनुवाला छु र हजुरहरूको साथ सपोर्ट पाएँ भनेपछि अझ अहिले मलाई मोटिभेट गर्छ मेरो एउटा भिडियो बनाउनलाई थ्याङ्क यू त्यतिखेरसम्म आफ्नो केयर गर्नुहोला आफ्नो परिवारको राम्रोसँग केयर गर्नुहोला बाई